सहकारी पीडितहरूको रकम झम पारेर फरार भएका भनिएका जीवी राईको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश परसाईले के भन्दैछन्? जीवी राईको के हुन्छ त? यो त सुरु भयो, सहकारी पीडितहरूको पैसा चाहिँ आउन थाल्यो। तपाईँले पहिला सरकार भन्दाखेरि चाहिँ जीवी राई हामी एकसाथमै पक्राउ गर्छौं भन्नुभएको त्यो इतिहासहरू छ, अहिले पनि ट्रोल बनिरहन्छ हैन? हैन, मेरो ट्रोल बनाउने साथीहरूलाई हृदयदेखि नै धन्यवाद छ। जहाँसम्म जीवी राईको प्रश्न छ, जीवी राई जिउँदा रहेछन् भन्ने ल्याइन्छ। जीवी राईका विषयमा पत्रकारहरूले प्रश्न गर्दा केही महिना अगाडि पुकार बमले पनि यही शब्द प्रयोग गरेका थिए। पुकार बमले भनेको ठिक 1.5 महिना पछाडि रमेश परसाईले पनि यही शब्द भन्दैछन्। भनेपछि जीवी राईको विषयमा खोजी कार्य किन हुँदैन? न त जीवी राईलाई चाहिँ सरकारले खोजिरहेको छ, न त सरकारवाला निकायले खोजिरहेका छन्, न त सहकारी पीडितहरूले चाहिँ जीवी राईलाई छिटो ल्याउनु पर्यो भनिरहेका छन्। जीवी राई काल्पनिक पात्र हुन् या चाहिँ रियल पात्र हुन्? उनी काल्पनिक पात्र हुन् भने उनलाई जीवी राई कसले बनाए? यदि उनी चाहिँ साँच्चीका जीवी राई हुन् भने उनी कहाँ छन्? के यसको खोजी हुनु पर्दैन?